लौ त बुढा राम्रोसँग जानु राम्रोसँग काम गरे लौ यही म तिमीले सिमेन्टी बाल्ला बोक्या बुढी म विदेश जान्न म फेरि खाडीमा तिमी भने यता असारेको झाडीमा होले फेरि के गर्ने त बुढा घरमा एउटा टोयलेट छैन झाडीमा त जानै पर्यो अग्न नाइ के बुढी म जान्न के प्लिज के बुढी जाऊ के बुढा जाऊ विदेश जान बित्तिकै मलाई आइफोन 70 प्रो म्याक्स अनि मेकअपका सामानहरू पठाइदिनु है नाइ के बुढी म जान्न के लास बहादुर कहाँको यात्रा हो कान्छ कहाँ जाने हो र विदेश जान लाग्छु ए ल बधाई छ है त तपाईले चाहिँ भाउजूको केही चिन्ता गर्नु पर्दैन भाउजूको त हेरदेख म गरिहाल्छु नि ल तपाईलाई चाहिँ एकदमै शुभ यात्रा है बुढी यस्ता राल काट्ने छोरा यही छन् भोलि पर्सि म विदेश जाने तिमी यहाँ 4-5 वर्षपछि आइसकेपछि पेट्याउने त्यो मजा आउँदैन हेर त अन्त दोस्रोलाई ल्याइकन आएर हानेछु ज्ञान्ने त्यस्तो नबना बुढा तिमी त विदेश जानै पर्छ म एक्लै जान सक्दिनँ म त कान्छासँगै जाने कान्छा आइज हामीन तर म विदेश जाऊ मजासँग भाडा साडा खाना खुनी सब म यताउता व्यवस्था गर्नु जाउँ या दाइ कहाँ म विदेश जान्छु म त मजाले यहाँ भाउजूको गोठा लाएर बस्ने होइन एकजना गोठालाई पनि त चाहियो त हो बुढा तिमी विदेश जाऊ न बाबु छँदैछ नि त मेरो रेखदेख गर्ने अनि मलाई ज्वरो आएपछि सुई लगाइदिन्छ नाइ बुढी म जान्न उतै रानी तले कस्तो राल काटी म जान्न के बड्डी चुराको के तिमी जाऊ न 40 वर्षको त कुरा हो त के अरे आइहाल्छौ हे कोही मासाल ढेर राल नगाड है त घर जा मैले भनिरहेको छु म त घर जा नत्र म जान्न विदेश बुढी यसलाई पठाउन नत्र म विदेश जान्न बाबु एकछिन घर जाऊ त म बुढोलाई विदेश पठाउँछु अनि केही गरौँला है ल भाउजू है त ल दाइ तपाईँ धन्दा नमान्नु पर्दैन के म छु त तपाईँको लागि ल हामीसँग जानु होला अझै 50-60 वर्षपछि उडाउनु हुन्छ है त ढोकर बुढा जान्न के ल जाऊ बुढा जाऊ जाऊ बुढाले जाऊ चिन्ता मान्नु पर्दैन गएर घर त बाबु नभए अर्को बाबु छन् रेख्दै गर्ने तिनी नभए अर्को साइला बाबु छन् साइला नभए काइला छन् बुढा बाई बुढा बाबु आउ माता